अंकल तपाईँले चटपट बनाउन थाल्नु भएको कति वर्ष भन्नु न तल 20 देखि तलको कुरै नगर आमामामा हो र ए 70 वर्ष पुग्न आँट्नुभयो तपाईँ लगभग तपाईँले कति वर्षदेखि बनाउनु भयो त यो चटपटी 10-15 वर्षदेखि हजुरको घर कहाँ हो अङ्कल ल हजुर कहाँ हो हजुरको घर ए ल अङ्कल ठिक छ यार पुरानो मान्छेसँग चटपटी खान पाइयो ए किन अङ्कल ए अब बुढो भयो नि त होइन अनि अङ्कल तपाईँलाई यो चटपटी खान आउने मान्छेहरूले चाहिँ व्यवहार कस्तो गर्छन् राम्रो गर्छन् कोही कोही छन् कि छैनन् तपाईँको चटपटी खाएर पैसा नदिकन भाग्नेहरू भाग्छन् हजुर छैनन् त्यस्तै हो कहिले केही भन्छन् चटपटी चटपटी मिठो नभएर थर्काएको पनि छन् जमानामा तपाईँलाई छैनन् कसैले चाहिँ गाली पनि दिइहाल्छ कसैले भाव पनि भन्छन् कसैले चाहिँ खाएर चाहिँ र्याङट्याङ गर्छ हो गर्छन् कसैले चाहिँ उल्टै हप्काउँछ बर्दाश्त गर्नुपर्छ तर जे भए पनि तपाईँको कर्म टाउकोमा लिएर घुट थिएँ क्या अब ठेला लाग्यो पहिला जमानामा ठेला थिएन त्यतिखेर अहिले ठेलाहरू तपाईँलाई सजिलो भयो नि त सजिलो पनि भयो अब बाहिर जान सक्दिनँ रङ्गली बढी मात्रै सुनवर्सी काँटा ठिक छ अङ्कल आफ्नो यस्तो यो आफ्नै कर्म आफ्नै काम भइसके पछाडि यसलाई निरन्तरता दिनुपर्छ क्या सुनवर्सी काँटा सबै गर्थ्यो दमाना याडी पाडी दरवेसा